नमस्कार साथीहरु, तपाईले झिक्न खोज्नुभयो $100 तर त्यसको बदलामा तपाईको अकाउन्टमा आयो $10 मिलियन अर्थात $1 करोड। तपाई के गर्नुहुन्छ? सबैको जवाफ फरक होला। अहिले त्यतातिर नजाऊ। ठ्याक्कै यस्तै घटना हालसालै अस्ट्रेलियाको मेलबर्न शहरमा भएको छ। crypto.com भन्ने एक्सचेन्ज छ, धेरै सुन्नु भएको होला, प्रयोग गर्नु भएको होला। त्यसमा म्यानिवेल नाम गरेकी एकजना महिलाले $100 को रिफन्ड पाउनु पर्नेमा $1 करोड 4 लाख बराबरको रकम फिर्ता पाइन्। अर्थात अटोमेटिकली उनको खातामा आयो। सित्तैमा पाएको त्यो पैसा उनले पहिला $1.35 मिलियन बराबरको एउटा राम्रो आलिशान घर किन्न प्रयोग गरिन्। $4,30,000 उनको छोरीको एकाउन्टमा सारिदिन्। अरु धेरै पैसा यसैगरी विभिन्न ठाउँहरुमा खर्च गरियो। 7 महिनासम्म त्यो पैसाको कसैले पनि खोजिनीति गरेन। न त crypto.com ले नै यो कुरा थाहा पायो। ती महिलाले सोचिन् कि यो गुपचुप भयो, सबै पैसा मेरो भयो। तर अन्त्यमा crypto.com को जब अडिट भयो, अडिट हुँदाखेरि यो तथ्य सामुन्ने आयो र crypto.com ले उता महिलासँग त्यो पैसा भुलवश आएको हुनाले सबै फिर्ता गरिदिन आग्रह गर्यो। ती महिलाले सबै पैसा आफूले खर्च गरिसकेको र आफूसँग कुनै पनि पैसा बाँकी नरहेकोले त्यो तिर्न नसक्ने जवाब फर्काइन्। crypto.com ले कानुनी लडाईं सुरु गर्यो, अर्थात अदालतमा मुद्दा हाल्यो। यसैबीच ती महिलाले बाँकी भएको सबै पैसा उनी ओरिजिनल्ली मलेसियाबाट थिइन्, मलेसियामा बस्ने आफन्तको खातामा सारिदिइन्। अनि उनको त्यो जुन किनेको घर थियो, त्यो घर पनि मलेसियाकै आफन्तको नाममा सारिदिइन्। अब सुरु भयो रोमाञ्चक कानुनी यात्रा। रोमाञ्चक यस अर्थमा कि पहिलो कुरा, छोरी जसको नाममा $4,30,000 सारिएको थियो उनी नाबालिग छिन्। नाबालिगको खातामा भएको पैसा आफ्नै बाबुआमाले पनि ऊ बालिग नहुन्जेलसम्म झिक्न नपाउने गरी राखिएको थियो। अब crypto.com ले त्यो पैसा कसरी झिक्ने हो थाहा छैन। मलेसियामा अर्थात विदेशी बैंकमा अर्कैको नाममा भएको पैसा crypto.com ले कसरी फिर्ता ल्याउने हो, यात्रा कठिन देखिन्छ। अर्थात crypto.com ले जसलाई गल्तीले पैसा पठाइदिएको हो, वास्तवमै उसको नाम या बैंक अकाउन्टमा एक पैसा पनि बाँकी छैन। अहिले सबै कुराहरू बुझ्दाखेरि त्यो मेनिबेल नाम गरेकी जो महिला थिइन् उनले राम्रै वकिल हायर गरेर उसँग सरसल्लाह लिएको जस्तो देखिन्छ। केस कम्प्लिकेटेड छ। अब crypto.com ले त्यो पैसा मात्रै होइन, सुरुदेखि नै जति बेलादेखि त्यो पैसा उनको खातामा गयो त्यस बेलादेखि त्यो पैसाको 10% ब्याज पनि जोडेर बुझाउन भनेर मुद्दा दायर गरेको छ। ती महिलाले मुद्दा जित्न सक्ने जस्तै देखिएको थियो, तर रहस्य झन् त्यति बेला बढ्यो जब सुनवाईका दिन उक्त महिला र उनका वकिल अदालतसम्म पुग्दै पुगेनन्। अर्थात अदालतमा सुनवाईको दिन उनीहरू उपस्थित भएनन्। उपस्थितै नभइसकेपछि त्यो दिन अदालतले उक्त घर बेचेर त्यो पैसा असुल उपर गर्न र बाँकी रहेको पैसा पनि कहाँबाट उठाउनु पर्ने उठाउनको लागि अर्डर दिइसकेको छ। तर छिनोफानो यति सजिलै हुने देखिँदैन। मैले भनिसकेँ केस कम्प्लिकेटेड छ। यसरी अचानक आएको त्यो पैसाले गर्दाखेरि ती साधारण महिलाको जिन्दगी नै बदलिएको छ। पहिला रोमाञ्चक र खुसी ल्याइदिएको छ, अब कानुनले अठ्याउने हो कि भनेर डर पैदा गरिदिएको छ। सबै कुरा उथलपुथल भएको छ। यसरी तपाई पनि आफ्नो एकाउन्टमा अचानक ठुलो रकम आयो भने विचार गर्नु होला। यस्तो भयो भने तपाई के गर्नुहुन्थ्यो? कृपया तल कमेन्टमा लेख्नु होला। मन पर्यो भने लाइक र शेयर गरिदिनु होला। धन्यवाद।